5 गते चाहिँ अपरेसन गरेर आयौँ अब छोरा पाउने चाहिँ सपनाको चाहिँ सपनै रहने भयो ए हजुर अपरेसनै हानिसकेको हो हजुर अपरेसन गरिसक्यो अनि त्यो सपनाले त नि कसरी चाहिँ छोरा पाउँछ त नि त्यसो भए त अब त्यसको सपना पनि सपनै रहने भयो सर अब पहिला चाहिँ अब धेरै बोका नै थियो अहिले चाहिँ खसी भएर अब सपनाको सपना चकनाचुर भयो अब भयो त्यो कुरा उसले बुझेको छ कि छैन फेरि बुझे छैन होला सायद अब बुझ्छ होला त्यसले हेर्दै होला अब भिडियो र तपाईँको सपना पनि पुरा गर्न दिएन उसको सपना पनि के हुन्छ अब थाहा छँदैछ तर तपाईँको एकदमै बिजोक अवस्थामा छ सुनिल र सपनालाई के भन्न चाहनुहुन्छ अब सुनिललाई चाहिँ सम्पर्कमा आउनु अब तपाईँले हामीलाई हेर्नु भएन यत्रो 3 वर्षसम्म 3 वर्ष भन्ने यहाँको कुरा होइन मैले धेरै सङ्घर्ष गरेर कताएँ 3 वर्ष भनेको तपाईँले यो मिडियामा पनि आउने थिएन म तपाईँले आउने बाध्य बनाउनु भयो मलाई अब सपना पनि त नेपाल पनि आउलास् होइन नेपाल आउलास् अब के हिसाबले त मेरो बुढोसँग त्यस्तो गरिरहेछस् त नेपाल आइज